लो है साथीहरु, तपाईलाई मेरो फर्स्ट टाइम युट्युब च्यानलमा स्वागत गरे। अहिले चाहिँ म भन्नुपर्दा चाहिँ ठ्याक्कै भन्नुपर्दा चाहिँ यो कर्फोकको पूर्णे डाँडामा आएको छु। पूर्णे डाँडा यही हो जहाँ चाहिँ वैशाखी पूर्णिमाको दिन ठुलो मेला लाग्ने गर्छ, साथै बुद्ध पूर्णिमाको दिन पनि ठुलो मेला लाग्ने गर्छ। यही हो पूर्णे डाँडा। पूर्णे डाँडाको अवलोकन, दृश्य अवलोकन तपाईलाई गराइरहेको छु। मेरो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला भन्न चाहे। पूर्णे डाँडा, पूर्णे डाँडा, पूर्णे डाँडा। र गाइस अहिले चाहिँ म फिक्कलको यो कर्फोक खलङ्गा भन्ने जग्गामा आइपुगेको छु। यो तपाईहरुलाई यो फिक्कल को यो कर्फोक खलङ्गा भन्ने जग्गा चाहिँ कहाँ हो भन्नुहुन्छ भने चाहिँ फिक्कलदेखिको चाहिँ तपाईको 4 किलोमिटर अगाडि चाहिँ यो कर्फोक भन्ने जग्गा छ। यहाँ चाहिँ एउटा ठुलो कर्फोक हाई स्कुल छ। तपाईको कलेज पनि, हाई स्कुल मात्र हैन कलेज पनि छ र यसलाई चाहिँ कर्फोक खलङ्गा भन्छ। यसैको माथि चाहिँ कर्फोक खलङ्गादेखि माथि चाहिँ तपाईको यहाँ पूर्णे डाँडा भन्ने जग्गा छ। पूर्णे डाँडा भन्ने यहाँको मौसम चाहिँ भन्नुहुन्छ भने यहाँ चाहिँ धेरै ठन्डा छ, ठन्डा जग्गा छ। यहाँ बिहानदेखिको पुरा हावा चलिरहेको छ। पुरा ठन्डा जग्गा छ। यहाँ चाहिँ एकदमै ठन्डा चिसो छ, हावा चलिरहेको छ। यहाँको मौसम यहाँबाट पारिपट्टि चाहिँ सबै त्यो देख्देको डाँडा चाहिँ कन्यामको डाँडा हो। तर अहिले चाहिँ टुवालो लागेर चाहिँ एकदमै दृश्य चाहिँ त्यति क्लियर छैन, देख्न सकेको छैन। तर यो घाम झुल्केर, घाम लागेर घमाइलो भएको सफा दिन छ भने चाहिँ यो पारिको यो जुन चाहिँ यो डाँडा देख्दैछ यो सबै यो चाहिँ कन्याम डाँडा हो। यो कन्याम डाँडा, यहाँबाट चाहिँ कन्याम डाँडा आरामले मजाले देख्न सकिन्छ। यही रोड हो। यही रोडबाट चाहिँ यता दाहिनेतिर गयो भने चाहिँ इलाम पुगिन्छ। यता देब्रेपट्टि गयो भने चाहिँ फिक्कलतिर जाने रोड यही हो। तपाईहरु देख्नु हुँदैछ अहिले यो गाडी, जुन चाहिँ गाडी जाँदैछ यो चाहिँ फिक्कलपट्टि जाँदैछ। त्यसको अपोजिट साइड चाहिँ तब गयो भने चाहिँ इलाम पुगिन्छ है साथी। पूर्णे डाँडाको एकदम हाइएस्ट चुचुरा जहाँ चाहिँ यहाँ नेपाल देशको राष्ट्रिय झन्डा पनि गाडेको छ। पूर्णे डाँडा हो। तपाईहरुले देख्नु हुँदैछ यो डाँडादेखि यो माथि डाँडाबाट चाहिँ बिहानको घाम झुल्केको दृश्य हेर्न सकिन्छ। घाम झुल्केको हेर्ने ठाउँ चाहिँ त्यो माथिबाट हो। त्यो हेर्नुहोस्। धेरै राम्रो जग्गा छ, धेरै सुन्दर ठाउँ पूर्णे डाँडा। पूर्णे डाँडाको दृश्य अवलोकन गराइरहेको छु। हेर्नुहोस्। तर चिसो चाहिँ चिसो छ साथी। आज मौसम एकदमै चिसो छ, हावा चलिरहेको छ, ठन्डा छ, बहुत ठन्डा। साँच्चै चाहिँ म आज यहाँ बिहामा आएको थिएँ, तर बिहा चाहिँ भोलि हो। र आज चाहिँ यसो टाइम पास गर्नको लागि यो डाँडा काँडाको भिडियोहरू गरिरहेको छु। त्यही दृश्य तपाईहरुलाई पनि अवलोकन गराइरहेको छु। मेरो भिडियोलाई स्किप नगरिकन हेरिदिनु होला भन्न चाहे साथी हो। साथै नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है साथी हो। हेर्नुहोस् धेरै राम्रो ठाउँ छ। चिया बगानको फ्याक्ट्री हेर्नुहोस्। चिया बगानको फ्याक्ट्री, यस्तो फ्याक्ट्रीहरू यहाँ धेरै छ। प्राय 4-5 वटा छ। र यहाँ होमस्टेहरूको पनि पुरै व्यवस्था छ। यहाँ सामुदायिक होमस्टे छ जुन जसमा चाहिँ 12-13 वटा होमस्टेहरू मिलेर चाहिँ एउटा सामुदायिक होमस्टे बनाएको छ। तपाईहरु घुम्नु आउनुभयो भने यहाँ खानु बस्नुको कुनै दुःख हुँदैन।
खानको पनि दुःख हुँदैन, बस्नुको पनि दुःख हुँदैन। एकदम राम्रो जग्गा छ, आउनुहोस् एकपल्ट घुमेर जानुहोस्। यो माथिबाट चाहिँ यो माथि जुन चाहिँ डाँडा छ यहाँबाट चाहिँ बिहानको घाम झुल्केको दृश्य चाहिँ अन्तु डाँडाबाट राम्रो देखिन्छ भन्छ यहाँको बासिन्दाहरूले। हेर्नुहोस् धेरै राम्रो जग्गा छ। कर्फोक खलङ्गा कम्युनिटी होमस्टे, कर्फोक खलङ्गा सामुदायिक होमस्टे। यो अहिले चाहिँ म नेपालको आइताबारी भन्ने बजारमा आइपुगेको छु, जुन बजार चाहिँ फिक्कलदेखिको तपाईँको 5 किलोमिटर अगाडि पर्छ। र यो बजार चाहिँ एक समयमा धेरै भव्य रूपमा चाहिँ यहाँ बजार राख्ने गर्थ्यो, तर अहिले चाहिँ धेरै सुनसान भएछ। यसको बजार चाहिँ अहिले सधैँ तब 3 घरे भन्ने बजारतिर पुगेको छ। लु हेर्नुहोस् आइताबारी बजार। हेर्नुहोस् 3टा बाटो छ यहाँ, एउटा बाटो उँधो जान्छ, एउटा बाटो उँभो निक्लिन्छ। हेर्नुहोस् आइताबारी बजार धेरै राम्रो छ। आइताबारी बजार, आइताबारी बजार धेरै पहिलाको बजार हो आइताबारी बजार। हेर्नु होला। तर अहिले चाहिँ एकदम सुनसान छ। हेर्नु होला। यी आइताबारी बजार हेर्नु होला। धेरै पुरानो बजार हो, बहुत वर्ष अगाडि यहाँ पुरा भव्य रूपमा बजार लाग्ने गर्थ्यो। अहिले पनि यहाँ कसरी टेम्पोहरू पनि चल्नु पर्नेछ। आज चाहिँ हामी आइताबारी बजार घुम्दैछौँ। मेरो छोरीहरू यता नातिनी। हेलो गाइज, हेलो गाइज। खै बाजेको उयसमा भ्लगमा हेलो, फेरि 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 हेलो हेलो। यता मेरो श्रीमती, यता दिदी पऱ्यो, यता छोरीहरू। आइताबारी बजार एकदम घुमघाम हुँदैछ आज। जसरी तपाईँहरूलाई मेरो आजको यो भिडियो के कसो लाग्यो प्रतिक्रिया दिनु होला। साथै सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। तपाईँलाई मेरो यो भिडियो मन परे लाइक सेयर कमेन्ट पनि गरिदिनु होला भन्दै आजलाई चाहिँ म तपाईँहरूबाट ओझेलाउन चाहन्छु। गुड बाई, टेक केयर।